गृहमन्त्री ओम प्रकाश अर्याल माथि जेनजी अगुवा सुदन गुरुङको लगातार प्रहार, बाचा टुट्यो, विश्वास भत्कियो। सत्ताच्युत भएपछि छटपटाइरहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको झुटको पर्दाफास, राजनीतिक वृत्तमा कडा हंगामा। मिराज ढुङ्गानाको भनाई देश बनाउने जिम्मेवारी हामी सबैको हो। नक्कु कारागारबाट प्रधानमन्त्री सुशीला कार्कीलाई रवि लामिछानेको यस्तो सन्देश। रविले कुलमानलाई भने वार्ता गर्न अब जेलमै आउनुहोस्। रासपा प्रवेश पछि पूर्व एआइजी पोखरेलले भने इमानदार व्यक्तिहरू एक ठाउँमा जोडिन जरुरी छ। जङ्गी अड्डा पुगेर प्रधानमन्त्री कार्कीले भनिन्, निर्वाचनमा एक थोपा पनि रगत नबगोस्। रासपा र विवेकशील मिले सँगै सुविधा गौतम यति धेरै खुसी, बहुमत ल्याउने विश्वास। प्रधानमन्त्री कार्कीले माफी माग्नुपर्छ मुस्लिम अगुवाको भनाई। देउवासँग आज पनि कार्यवाहक सभापति र 2 महामन्त्री छलफल गर्दै। एमाले महासचिवको जिल्लामा मनलाग्दी प्रतिनिधि छनौट। एउटै वडामा 2 जना पर्दा 3 पालिका नील। पूर्व सांसद गंगा थारू आफ्नै गाउँमा कुटिल। माओवादी कार्यकर्ताले कुटपिट गरेको आरोप। ओलीको पक्षमा खुले एमालेका 7 जना पदाधिकारी। आखिर को हुन् त यस विषयमा पनि सम्पूर्ण जानकारी। जटिल मोडमा कांग्रेस विवाद। कार्यवाहकले